नहानेको ठिकै गरेछ किन भन्दाखेरि होइन जनावरहरूलाई मार्नु हुँदैन पाल्नुपर्छ ओइ माकुरी मारिदिन्छु म आज भित्र पसिस माकुरी अब म यसलाई खान्छु मारिदिन्छु म यस्तो गऱ्यो भने चाहिँ कोला निस्किरहेछ सो हेलो गाइज वेलकम ब्याक टु माई ब्लग मेरो ब्लगमा सबैजनालाई स्वागत छ अनि आज मैले फेरि ब्लग लिएर आइसकेको छु होइन तपाईँहरूलाई थाहा होला म चाहिँ मौलीमा छु मामा घर आएको छु होइन चाहिँ हाम्रो मामा घरमा चाहिँ दिमा एक्लै हुनुहुन्छ त्यही भएर होइन म चाहिँ यहाँ दिमालाई सघाउनु आएको छु सघाउनुहरू हो हिजो आएको म यहाँ देख्न सक्नुहुन्छ मौली घर हाम्रो दिमाग अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो दिमा एक्लै हुनुहुन्छ होइन अनि आन्टी चाहिँ हाम्रो चाहिँ गइसक्नु भएको छ यो घर छोडेर कहाँ भन्दाखेरि बिहे गरेर जानुभएको छ आन्टी चाहिँ होइन आन्टी चाहिँ 5-6 गते आउने भन्ने कुरा थियो तर आउँछ कि आउँदैन यहाँ चाहिँ हाम्रो मेन्थे पनि छ उसले यो चाहिँ दिमागको साथी हो दिमाग साथी त केटा सुनगर फोरी छ्या दिमाग साथी त साह्रो लुते मुले अनि यो चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो उयोहरू यहाँ चाहिँ उयोहरू छ सामानहरू यहाँ चाँडाहरू छ यहाँ आलु सालुहरू छ है हुँदा मलाई हिजोदेखि खेल्नु खोजेको हो मैले नचढ अनि यहाँ यस्तो छ हो यहाँ चाहिँ दिमाले जाँड उयो गरिराखेको अनि यहाँ चाहिँ के अरे रक्सी पार्ने ठाउँ हो दिमाले चाहिँ रक्सी पार्नुहुन्छ है रक्सीहरू बेच्नुहुन्छ यो देख्नु सक्नुहुन्छ फेरि यो त अल्छे नि त्यही हो भ्लग सक हेर्नु होला जब हाम्रो दिनको सुरुवातको दिन कसरी काट्ने छ अहिले अब चाहिँ घाँसमा हुन्छ सघाउनु दिवा सघाउनु म आएको ल सो म चाहिँ घाँसमा जानु अलिक होइन यहाँ चाहिँ कोला पाकिरहेको रहेछ होइन पकाउने बेला भइरहेको रहेछ एउटा कोसा पाकेको छ त्यही भएर त्यो ढाल्नु आँटेको त्यो ढालेर घाँसमा जानुपर्ने हुन्छ सिक्कल यहाँ खोज्छु म ऊ दिवा चाहिँ पर उता पल्लोहरूको दिवा हो है मेरो टिप्रेको भन्दा छैन भेटेँ मैले पनि खोज्नु छ दिमा चिकल खै चिकल ए भेटे सो गाई चाहिँ अब चाहिँ यो चाहिँ कचिया भन्छ यसलाई चाहिँ यहाँ चाहिँ एक माउ गाई छ हो देख्न सक्नुहुन्छ 2 माउ थियो अस्ति आन्टी गएपछि चाहिँ बेच्नु भएको होइन परको दिवालाई आज चाहिँ 1 माउ मात्रै छ यसलाई चाहिँ 2 बारी घाँस काट्यो भने पुग्छ पनि होइन अनि यहाँ दिमाको सुँगुरहरू पनि छ यहाँ 2टा सुँगुर छ उहाँ चाहिँ काटेर खाने बेला हुन आँटेछ दिवा कोला ढालिदिउँ न जामको जाम के हुँदैन कोला पाकिरहेछ सो त्यही हो अब चाहिँ
हाम्रो दिवा यो दिवा चाहिँ पर पल्लो घरको दिवा त्यही हो अब चाहिँ कोला ढाल्नुपर्ने चाहिँ कोला ढाल्यो होइन देख्न सक्नुहुन्छ त्यो तपाईँहरूलाई आँखेर सबै उयो हुन्छ कस्तो मिठो दिवा यहाँ दिवाले खाँदै हुनुहुन्छ यहाँ खोला त्यस्तो पहेँलो भएको है टलाएर खाँदै मिठो मिठो दिवा मिठो जिम्मा पनि दिन्छु म ए जिम्मा कोला राख्दो जाने बोट नै पाउने रहेछ अन्त कस्तो छ तर यसको पातलो पातलो छ दाना छ नि चकमा हालेर पकाउनु तर जो काटेर पकाएको अलुलो हुन्छ त्यसले बोटमा पाएर डर हुन्छ क्या अलिक पाएको छैन अलिक भन्दा पनि पाक्नु चाहिँ पाएको कि मजाले उयो भएको छैन मिठो उयो छैन दामी हो गाइजहरू कोला अब म घाँसमा जाने हो मेरो गफ नगरौँ है यहाँ पाक्ने रहेछ जे भए पनि ओ आइज छानामा बसेको मुले राम्रोसँग रहेछ होइन आइज ओ आइज उता एकदम खायो कोला मिठो मिठो नि किन अब घाँसमा ए दोष गाडी ओइ लडेर मऱ्यो झन्डै गाइज यो चाहिँ बारी चाहिँ पहिरोले गर्दा होइन पहिला भन्दा पनि पोहोर सालको पानी परेको बेलामा एक दिन एक रात पानी परेकोले यत्रो पहिरो लडाएको थियो है ढुङ्गा देख्न सक्नुहुन्छ कत्रो लडाएको थियो अब म चाहिँ गाई चाहिँ यहीँ काट्छु घाँस हो अब काटेको अब म देखाउनु मिल्दैन यसलाई क्यामेरा गर भन्दा यसले जान्दैन हो त्यो पो छ त परु बलम त्यो काट्ने हो गाइस घाँस ल्याइसकेको छु मैले चाहिँ होइन यहाँ पानी पनि आयो मैले चाहिँ घाँस ल्याइसकेको छु सो गाइस वेलकम छ पनि होइन गोर्खा भन्दा पनि सो गाइस चाहिँ हाम्रो यहाँ पानी पऱ्यो दिमाले चाहिँ यहाँ
रक्सी बसाउन भएको छ। यहाँ दाउरा काट्दै हुनुहुन्छ। यहाँ चाहिँ रक्सीको पानी तातिँदैछ। यहाँ चाहिँ कोला निस्किरहेछ। त्यही हो। यहाँ भतुवा सुतिरहेछ। ओ भतुवा 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 उठ भतुवा भतुवा धट धट। त्यही हो गाइस। सकिनु होला है। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ यहीँ आएर उयो बसिरहेछ हो ढुकुर देख्नु सक्नुहुन्छ। यस्तो जग्गा कलाचहरू म यसलाई मारिदिन्छु म गाइस। हेर्नु हेर्नु बसिरहेछ गाइस। उडेर गयो मारेको। ढुकुर बसिरहेको यो मकैहरू खान्छ। अब मकै जाउँ अस्ति 1-2 दिन चाहिँ एउटा मात्रै आयो। अहिले त 2जनाहरू नानीहरूलाई साह्रो। एउटा आएको थियो यहाँ अहिले एउटा भनेपछि नहानेको ठिकै गरेछ। किन भन्दाखेरि होइन जनावरहरूलाई मार्नु हुँदैन। मारिदिन्छु म आज भित्र पसिसमा कोरे। अब म यसलाई खान्छु। मारिदिन्छु म यस्तो गऱ्यो भने चाहिँ। सो त्यही हो गाइस। भ्लगहरू हेर्दै गर्नु होला है त। सो गाइस होइन सबै काम सक्यो अनि अहिले चाहिँ म यहाँ बसिरहेको छु। यसो आजको मेरो पहिलो दिन चाहिँ राम्रै भयो होइन मुभीमा। हेरौँ भोलिको दिन कस्तो जान्छ। सो त्यही हो। आज यति नै। लाइक एन्ड सब्सक्राइब गर्नु होला।